नमस्ते, म तपाईँलाई आज ढुङ्गामा घुमाउँछु। तपाईँलाई म एकछिन मसँगै डोलाउँछु। यो तपाईँको दुबईको धेरै पुरानो 1 दिरहम मात्र लाग्छ पारी जानलाई यहाँबाट। म तपाईहरुलाई कति रहेछ दूरी हैन, कति लामो रहेछ यात्रा म तपाईलाई देखाउँछु। जति लाए पनि त्यो छोटो धेरै लाग्दैन तपाईहरु। यही बोर्डमा हो, टर्न बाई टर्न गरेर चाहिँ प्यासेन्जर लिएर जान्छ पारी, फेरि पारीबाट फेरि लिएर आउँछ। तपाईको 1 दिरहममा चाहिँ जानलाई 1 दिरहम, आउनलाई 1 दिरहम, 2 दिरहममा चाहिँ तपाई पारी गएर आउन पाइन्छ। समुद्रको छाल देख्न सक्नुहुन्छ तपाईहरु। यो अलि दिउँसो भएर पनि हो, धेरै यहाँ हावा बतासहरु आइरहेको छ। त्यसले गर्दा पनि छालहरु आज बढी नै छालहरु आइरहेको छ। र थोरै भए पनि थोरै समयको लागि पनि यसो भिडियो हेर्दिनु होला। खासमा यो समुद्रको पानीलाई डाइभर्ट गरेर भन्नाले समुद्रको पानीबाट नै लिएर आएर यहाँ चाहिँ यस्तो ठुलो तलाउ बनाएको भनौँ न। यहाँ यो समुद्रसित जोडेको भएर पनि यहाँ व्यापारिक पोटहरू, ठुलो मालवाहक ढुङ्गाहरू चाहिँ ठुलो पोटहरू चाहिँ यहाँ आउँछन्। र पुरानो दुबईको पुरानो चीजहरू, पुरानो यहाँको माहौलहरू, परम्परागत यो घरहरू, यो ढुङ्गाहरू हेर्नको लागि पनि हरेक देशहरूबाट चाहिँ आउने गर्छ। अब आइहाल्यो, म त आइरहेको छु, धेरै पटक आइरहेको म यहाँ त, तर पनि हल्का फुटेज चाहिँ, हल्का क्लिप चाहिँ यसो हालिदिएर मसँग चाहिँ तपाईहरुलाई चाहिँ एउटा मैले घुम्दै पनि तपाईहरुलाई पनि मैले भिडियो चाहिँ शेयर गर्न पाउँदाखेरि मलाई नै धेरै खुसी लाग्छ। र कस्तो लाग्छ यसो फिडब्याकहरू दिनु होला। खास गरी म त्यस्तो अब डेली ब्लगर पनि हैन, म डेली भिडियोहरू पनि हाल्दिनँ। म त जहाँ जान्छु कहिलेकाहीँ घुम्दाखेरिको चाहिँ यत्तिकै ऱ्यान्डमली एडिट नगरेर यत्तिकै मैले चाहिँ भिडियो हाल्छु। त्यसैले मलाई कुनै भ्यू यताउति, कुनै मैले कन्टेन्टहरू यताउति त्यसको लागि मैले त्यति टाइम दिदिनँ। इन्ट्रेस्ट हुन्छ, इन्ट्रेस्ट छ, तैपनि मसित टाइम नभएको कारणले पनि कुनै न कुनै बेला अब पछिको कुराहरू हैन जे पनि हुन सक्छ। त्यसैले
अन्तिमसम्म हेरेर चाहिँ मलाई साथ दिनु होला। यहाँ निकै यो बर्दुबे भन्ने ठाउँबाट चाहिँ अलिकति यताभित्र तपाईँहरू आउनुभयो भने चाहिँ यहाँ भेटाउनुहुन्छ यो लोकेसन। यो धेरै पुरानो, सबैजना धेरै म्याक्सिमम मान्छेहरू घुम्ने पुरानो टाइपको घरहरू भएको कारणले पनि यहाँ धेरै मान्छेहरू घुम्न आउँछ। यति भन्दै तपाईँहरूलाई चाहिँ आजलाई यति नै आइपुग्यो, गन्तव्य आइपुग्यो। ओके, हेरिदिनु भयो, धन्यवाद, नमस्ते, जोरले।